घुनकिरा लाएर खत्तम। बाँकी पनि सरिहाल्छ नि मम्मी। यसलाई छोडा भए हुन्छ क्या सकेसम्म। अब यसलाई सबै छोडाइदिउँ। यिनीहरू त अब सक्छ यिनीहरू त यो किरा। हेर्नु न किरा आम्मामा यो भित्र यति किरा छ। हार मम्मी यो लामो समय बेसी राख्थ्यो क्या यो तपाईँहरूले। अब त बुझ्यौ नि होइन यस्तो राख्नु हुँदो रहेछ भनेर। त्यो खाएको होला होइन त यो यसरी न्यारुसीले खाएको होइन त यो टुप्पार। जुगा यहाँ पनि आउँछ जहाँकै ठाउँमा। ए ल मकै किराले खाएर के भन्छ यसलाई धमी के भयो के भन्छ के किरा भयो घुन घुन भन्छ घुन। घुने किरा लागेर टेन्सन। ल हेर्नुहोस् अब यसरी हुन्छ त जिन्दगी। घुने किराले खतम पारेको अवस्था। घुन भन्छ। घुन किराले खाएछ। मम्मी यता झन् बेसी खान्छ होला जस्तो लाग्यो मलाई हौ। यता बाक्लो भन्दा पनि पक पक टुप्पो निक्लेको बेसी छ क्या। खोस्टा कम रहेछ। साथीभाइहरू मकै सबै त्यस्तो रहेछ प्राय। फेरि साध्यै छैन ल यो मकै। किनेर खाँदो रहेछ क्यारे। मान्छे आएको नै उफ्रेर बच्चा लिएर जान्छ। मान्छे आएर पनि दिनभरि खेल्छ। हात लिएको त पारेछ मकै किरै किरा। आज वैशाख जेठ असार साउन भदौ असोज। वैशाख जेठ असार साउन भदौ असोज होइन। आमामा पानी परेको छ यार ननस्टप। हेर्नु न यहाँ पानी परेको गाह्रो छ।
देशमा र विदेशमा रहने इष्टमित्र दाजुभाइ छोरी बहिनीहरू प्लिज बी सेफ, सुरक्षा अपना। यस्तो टाइममा हतपत कति नहिँडौँ, घर घरे रकम। भीषण बारिस परेको अवस्था, भीषण बारिस, वर्षा बारिस। अब तपाईँको खोला नाला भएर आउने। हजुर ए पऱ्यो पनि उडेर आउँछ। ए अनि त्यस्तो बेलामा चाहिँ तपाईँको ल्यान्डस्लाइड पहिरो आउने सम्भावना बेसी हुन्छ, बाढी आउने सम्भावना बेसी हुन्छ, बाटो धस्किने, जमिन धस्किने समस्या बेसी हुन्छ। प्लिज टेक केयर। कुरा भन्ने कुरा यही हो। हामी चाहिँ अब मकै खोस्टा भनिन्छ, खोस्टा चपाती बनाउनु लागि लिनु पऱ्यो। हजुर ल लागि म चाहिँ